एकचोटि फ्रेम हेर्छौ कसरी हो ल ट्रम्प चाहिँ देख्थ्यो यहाँ हाम्रो यो के पोडकास्ट गर्ने भने के किन गर्न लाग्छ है के यो पोडकास्ट के त कस्तो हिसाबमा गर्ने रे हामीले कस्तो हिसाबमा गर्ने कसरी जाने क्या अब चाहिँ भन न के बोल्छ पोडकास्टमा कोरियन त फर्स्ट टाइम मैले कहाँ गराएको छु त मलाई थाहा छैन के बोल्छ त गुगल गरौँ न तिमीले हिजो आज What do how to run a podcast? How to run a podcast. How to start podcasting for beginners. And what to talk. What to talk. कसो what to talk. How to do a podcast भन्ने त ऊ आउँछ नि त के अरे कसरी डिभाइस सेटअप गर्ने थिम के कुनै के खालके ए के भा हाउ टु कस्तो त्यो त गरिसक्यो नि पडकास्टमा के बोल्ने पो सर्च गर्ने अब के बोल्ने रोजमान महल माया what I'm passionate about. I can offer a unique differentiator. This monetization ability has an existing audience. Here ni हैन ऱ्यान्डम बोल्दिनु पर्छ भनेर भन्छ है मान्छे ऱ्यान्डम हो ऱ्यान्डम हो तर गरिरहने भनेर भन्छ नि तिमी चाहिँ कहाँबाट सुनेको सोर्स डिस्क्लोज नगर्थ्यौँ होला networks, you know. Consider topics that align with your expertise, engage your audience, and can spark conversation. Current event, personal experiences, interview with experts the question, in-depth analysis of a subject, behind the scenes, insights, how to guide, discussion on trend. Like, के trending भइरहेछ आजभोलि तिमीलाई के लाग्छ के trending भइरहेछ आजभोलि के ट्रेन्डिङ भइरहेछ आजभोलि ट्रम्प ट्रेन्डिङ भइरहेछ आइस ट्रेन्डिङ भइरहेछ आइस स्नो वेदर ट्रेन्डिङ भइरहेछ अहिले कहिले हो फेब्रुअरी तर तिमीलाई त्यो आइसको एक्टिभिटिजहरू स्टार्ट भएदेखि जस्तो मलाई कतिले भनेर हुन्थ्यो के आएको आइस आएकोदेखि क्या जुन चाहिँ तिनीहरूले अब निकाल्दैछ नि रिपोर्ट गर्दै मलाई कसले पो भनेको थियो क्या लाइक ज्याक्सन हाइट्स एकदम लेस क्राउडेड छ आइसादेखि भनेर तिमीलाई त्यस्तो फिल भएको छ कि त्यो मान्छेहरूको यतिकै हाउडेको अजम्सन हाउडे कसम हो जस्तो लागिरहेछ किनभने त्यहाँ गएपछि भिडै छ कि त्यही त होइन कसैले जाडो भएर कसैले भनेपछि हो कि जस्तो त्यो भएको छैन सबवे चढ्दाखेरि प्याएको बस्न पाउँदैन म त्यस्तो त होइन अस्ति मैले होइन ममसँग फोन गर्दै थिएँ अनि के अरे लट्रीको उसलाई एक्सप्लेन गर्दै थिएँ नि त $2 लट्री यहाँ ज्याकपट यति छ यति मिलियन 100 बिलियन पुगेको छ भनेर थिएँ तपाईँ नम्बर भन्नु त भने क्या अनि मम्मीको एक्कासी इन्ट्रेस्ट आयो होइन पैसा सुनेपछि अनि रुल चाहिँ त्यस्तै 5वटा नम्बर भन्नु 1 देखि 70 5वटा नम्बर भन्नु अनि अर्को एउटा नम्बर चाहिँ 1 to 25 हुनुपर्छ भनेर एक्सप्लेन गरेको थिएँ क्या मम्मीलाई त्यति बुझेन हो कि के हो होइन अनि मम्मीले नम्बर दिन थाल्यो क्या ल भनेर अनि फोनमा नम्बर टिप्छ ल 2 होइन सोच्यो 5 होइन सोच्यो 9 अनि 7 सिङ्गल डिजिट भने क्या 5वटा अनि म त ल अब उसलाई त्यही नम्बर हान्नु किन कुनै त पर्छ नि त बेला त्यस्तो पनि छ नि त हिस्ट्रीमा लाइक रेकर्ड हेऱ्यो भने लाइक 5वटै सिङ्गल डिजिट नम्बरहरू छ क्या अनि ल यो निकालौँ र भयो क्या म होइन अनि फेरि 1 to 25 मा मम्मीले फेरि 5 भनिदिएर क्या सो 5 त्यो 5वटामा पनि छ अनि
त्यो पनि छ होइन तर साँच्ची नबुझे के हो भयो क्या म होइन अनि ल बाबा तपाईँ भन्नु त एक्सपेक्टिङ कि टेल मी समथिङ डिफ्रेन्ट तर ड्याड पनि म गर्दिनँ भने म गरिदिउँ बाबा ल भने फेरि सिङ्गल डिजिट क्या 2 4 6 होइन मम्मी यस्तो हो है 1 देखि 70सम्म तपाईँले भन्नु पऱ्यो लाइक एनी 5 नम्बर्स भने ए म त एड गरेर खै कुनै के भन्दै थियो आमाले होइन बुझेको थिएन रहेछ त्यसपछि ल ल ल रे त्यसपछि 60 रे फर्स्ट नम्बर 60 फेरि सोच्यो मन लाग्यो 22 चेन्ज क्या हो नम्बरमा 44 आइदिएको होइन लास्टमा 1 to 25 मा पनि 22 रे बल्ल चेन्ज क्या होइन अनि लास्टमा नम्बर भनेपछि फेरि भएर क्रस चेक गरेँ क्या फेरि भन्दा मैले कुन नम्बर 66 हालिस् नि हालेँ अनि के हो कहिले हो रिजल्ट भइसक्यो कि भयो परेन एउटै परेन पऱ्यो होला 66 जस्तो अब त्यही युजलेस थियो त्यो नम्बर अनि त्यसपछि क्रस चेक गरेको अनि लास्टमा चाहिँ क्या तर यो नम्बर चाहिँ मेरो मनबाटै आएको म त फुल आउनु हेर्छ नि त हरोस्कोपहरू त्यो बिहान एक्सर्साइज गर्दै टिभीमा त्यो के अरे राशिफलहरू हेरिरहेको छ नि त आज तकहरूको च्यानलबाट अनि त्यहाँ भन्छ नि त आपका लक्की नम्बर है कुनै के यस्तोहरू दिन्छ क्या आज तकमा आज तकमा हेर्थ्यो आमा अहिले त के हो थाहा छैन पहिला आज तकमा हेर्थ्यो 6 हो कि 7तिर आइरहन्छ पुरा पिटी गर्दै क्या एक्सर्साइजहरू गर्दै हेरिरह अति म तिमी एउटा ऊ देखाउँछु के भिडियो देखाउनु लाग्यो भन्दाखेरि खास मैले कसरी यहाँबाट त्यो एलजी यसमा कसरी जान्छ बेडरुम डिस्प्ले भनेको तिम्रो होइन ल्याङ्ग्वेज टिभी अनि अघि ममको दिदीलाई पनि भेट्न गएको थिएँ क्या म अँ अनि कफी खान लगेँ कहाँ वुड साइड अनि डुल्दै लास्टमा उसँग पनि लटो टिकट किनेर दुईजना सँगै इन होप्स के पर्छ कि खालको आन्टीले छुट्टै अँ ओपन युट्युब के भने ओपन युट्युब on a TV device go to settings scroll down to link TV with code तिमीलाई बेस्ट डिल के लाग्छ क्यास फर लाइफ कि मेगा मिलियन जे परे नि हो नि एउटा जे पनि होइन त्यो स्किम चाहिँ क्या त्यसको अलिक अट्र्याक्टिभ लाग्छ स्किम त क्यास फर लाइफ खतरा हुने होइन क्यास जिन्दगीभर क्यास टुक्लुक आइदिरहेको फ्राइडे तर अर्को लटरी पनि तिमीले उ गर्नु मिल्छ त लमसममा नलिकन म यति यति लिन्छु भनेर भन्नु मिल्छ नि मेगा मिलियनहरू पनि जित्यो भने हो र कहिले लियो भनेर यो एन्टर टिभी कोड भनेको कि एन्टर द कोड त्यही हो नम्बर छ त्यहाँ त Open YouTube app on your TV device. Go to settings. स्क्यान गरेको हाल्नु फेरि यहाँ लगइन भयो भने भनेर ला क्यान पनि भयो सबको बिहे हुँदैछ आम्मा सबको बिहे हुँदैछ अचम्म क्या आफ्नो लाइक ब्याचमेट्सहरू त भयो होइन जुनियर्सहरू पनि सेट किन त्यस्तो किन सेट भनेको तिमीलाई लाइक लाइफ इन्ट्रेस्टिङली इट्स थिङ्स आर गेटिङ सिरियस इन अ सेन्स कि ल बिहे गरेपछि तिमी सिरियस हुने नो त्यो भन होइन मेरो त म त आइम लाइक वे बिहाइन्ड द्याट तर अरूको देख्दाखेरि चाहिँ क्या ल ओ सेट दे आर सिरियस अबाउट समथिङ खालके त्यो त लाइक कमिटमेन्ट हो नि त नट द्याट आई हेभ कमिटमेन्ट इस्यु इट्स आम लाइक आई फाइन्ड इट त्यो हार्ड हो भेरी हार्ड to digest that. I don't know for some reason. Wow, यो भइरहेको छ खालको क्या है 81 81 क्या जिन्दगीमा नयाँ
के आयो कसैको त बच्चा आइरहेछ ए नहेर्ने प्लिज नहेर्ने मैले डोन्ट इभन दुईटा के नहेर्ने प्लेनै नगर न त्यो छैन कि त्यो आवाज आइरहेछ त्यहाँ काटिँदै काटेन क्लोज दिस क्लोज क्लियर यो देखाउँछु भनेको अल दिस भयो यसै हेर है बिहान ल के आयो भने त के लाग्यो तिमीलाई त्यो देखेर त्यो कस्तो के लाग्यो भने कस्तो लाग्यो भन न कस्तो लाग्यो एकचोटि तिम्रो र मैले एउटा भिडियो खिच्ने सोचिरहेको थियो अनि सिमिलर भिडियो सिजन माइनरले खिचेको थियो नि ल यो भइसक्यो समर त्यस्तै फिलिङ भइथ्यो तर होइन म त के रिल होला भनेको होइन म कहाँबाट देखिरहेँ ट्याक्कै त्यो भाइ त कस्तो हाम्रो कलेजको भाइ जस्तो रहेछ को भाइ भाइ कुन ब्याचको अलिकति छैन बुझेँ मैले बुझेँ तिमीले चाहिँ धेरै नै किनिरहेछ त त्यसले यो लट्री त तीनवटा स्टोरी भन्छ है तिमीले लट्री त किनिरहेको हुन्छ राम्रो इन्भेस्टमेन्ट हो नि त पऱ्यो अन्त कति इन्भेस्ट $2 हप्तामा कति त्यस्तो हुँदैन हौ जस्तो अब अस्ति बिलियनमा पुग्दाखेरि एभ्रिबडी वाज बाइङ तिमीले किन्यो होला त बिलियनमा त त्यही त अनि बिलियन विल बी द लाइफ बिलियन सकेपछि त त्यस्तो रेगुलर त किनिनँ मैले आज मात्रै त्यो लट्रीको कुरा गर्दा आमालाई अस्ति भन्दाखेरि मात्रै त्यो किनेको के किन्यो त अर्को चाहिँ के अरे सबै तिमीले क्यास तिनवटा किने क्यास फर लाइफ मेगा अनि पावरबल टु इच कतिको विथ पावर प्ले मेगा त्यस्तो गरेर सिम्पल $2 मल्टिप्लायर त्यो भने चाहिँ के हो बुझ्यौ तिमीले मेगा पावर बलमा के अरे के भन्छ त्यसले मल्टिप्लायर पऱ्यो भने मेगा जति प्राइज जित्यो त्यसको टाइम्स 2 or 3 ज्याकपट चाहिँ त्यो भएर जित्ने हो कि त्यो नभएको पनि जित्छ त्यो नभए पनि जित्छ नि ज्याकपट त 5 र त्यो लकी त्यो 1 to 25 6वटा मिल्यो भने 5वटा मिल्यो भने बिगो प्राइस मल्टिप्लायर जित्यो भने त्यो गेम्सहरूमा हुन्छ नि आर्केडहरूमा त्यो टाइम्स 2 गरेर टाइम्स 2.0 जित्ने हुन्छ है छ अरू भन्दा नि ल नेपालकै मान्छेहरू पनि छ क्या जित्ने भन्ने त्यसले गर्दाखेरि चाहिँ खेल्नु खाले हुन्छ अब त्यो त थाहा छैन तर जितेर घर बनाएर हुन्छ नि इन्भेस्ट गरेर रिटायर्ड लाइफ अब सिम्पल रिटायरमेन्ट भने मजा आउँछ है 1 मिलियन जित्यो भने त ल म त US छोडेर नेपाल मजाले बसिदिने 1 मिलियन जितेको भए त्यो नि इनफ मनी हो नि ब्रो $1 million है I'm not worried about rent घर छँदैछ खालि त्यो पैसा त हो नि त्यसपछि के गर्ने त्यो बिजनेसतिर पनि लाग्दैन क्या म रिटायर्डै हुन्छु होला 1 million त सकिहाल्छ घुम्दै बस्छु फेरि आउने लट्री खेल्न कति हुन्छ नेपालमा कतिहरू 1 मिलियन अहिले कति हो 139 भएको छ अहिले समथिङ करोड पुग्दैन होला तर है जति भयो नि 13 करोड 13 करोड 13 करोड अनि घरै आउँछ 3 करोडमा 4 करोड पुग्दैन 10 करोड घर त किन चाह्यो त तिमीले 13 करोड सेटल त हुने हो त्यो 13 करोड 10 करोड 10 करोडमा त बाँकी छ एउटा घर किन्यो भने घर पनि महँगो छ हौ घर त किन किन्नु छ तिम्रो मजाले स्वयम्भू देख्छ तिम्रोबाट त्यो माथि पिप्पो महँगो अहिले देख्दैन होला त्यस्तो ठुलो गरेर आएछ कि माथि ब्लक भइसक्यो त धराको
पनि कहाँ टुप्पाउनु गरेर ए धरहरा चाहिँ देख्ने हो कि स्वयं देख्ने दुईवटा देख्छ देख्थ्यो स्वयं चाहिँ धेरै ठाउँबाट देख्थ्यो होला काठमाडौँ कतिवटा बाटोको नाम चाहिँ मलाई रिङ रोड बाहिरको चाहिँ त्यति धेरै थाहा छैन नामहरू रिङ रोड भित्रको चाहिँ रिङ रोड बाहिर पनि ठाउँको नाम कुदाउनु त ल कुदाएपछि त बाटो चप थाहा पाइहाल्छ त्यो रिङ रोड बाहिर चाहिँ छुट्टै छुट्टै हुन्छ कि एउटा चोक हुन्छ त्यहाँ चोकबाट छुट्टै एक्सपिरियन्स जस्तै म चाहिँ गोर्खाबाट यता आएँ त्यो लुबु त्यहाँबाट लुबु पनि छुट्टै तिम्रो त डिफ्रेन्ट एरिया नै को एक्सपिरियन्स है रिङ रोड बाहिरको डिफ्रेन्ट हुने के सबब जस्तो हुन्थ्यो मेरो चाहिँ एक साइड भयो क्या कोटेश्वर एरिया रिङ रोड बाहिर त भएन त्यो कोटेश्वर त्यो एरियाको मलाई गल्लीहरू अलिकति बढी थाहा हो घरको एरियाको अलिअलि थाहा छ तिमीले चाहिँ त्यो एरिया इन्क्लुडेड यता के भन्छ त्यो क्रिकेटको एरिया क्रिकेट खेल्ने एरिया कुन क्रिकेट खेल्ने एरिया हाम्रो समीर भाइ बस्ने एरिया कृतिपुर एरिया पनि तिमीलाई थाहा भयो उता बालाजुको एरिया पनि थाहा भयो तिमीलाई अनि बालाजुभन्दा यता माथिको पनि थाहा थियो तिमीलाई त्यहाँको सबै म चाहिँ त्यो माथिको एरिया थाहा छैन क्या महाराजगञ्ज अनि महाराजगञ्जदेखि स्वयम्भूको बिचमा त्यो एरिया त्यस्तो मलाई थाहा छैन त्यहाँबाट चाहिँ गङ्गाबुहरू के अरे कलङ्कीसम्मको थाहा छ कोटेश्वर टु कलङ्कीसम्मको त्यो रिङ रोड बाहिरको एरिया जाने बाटो छ नि खतरा छ नि त्यो बाटो त्यहाँ साइकल चलाएको थिएँ मैले खतरा राइडर साइकलबाट मैले 1 इयरको लिएँ मेम्बरसिप सिटी बाइक चाबी पनि हुने रहेछ चाबी कहिले आउँछ अरे खै त्यसको डेलिभरी स्टेटस चेक गर्न अर्को एप इन्स्टल गर्नु पर्थ्यो नि गरिनँ आइटाल्ने भनेर के हो डेलिभरी केले हुन्छ डेलिभर त खै केबाट तिमीलाई कि थाहा छैन खै तर एउटा एप इन्स्टल गर्नुपर्ने थियो क्या मैले स्टेटस चेक गर्न चाहिँ बुझ्यो भाइ कति भयो हामी यहाँ बसेको 1.5 वर्ष 10 च्यानलको नाम के अरे डेनम्यान सोचिरहेको डेनम्यान खोताल्दा त्यो आयो त्यो त खोता नै भयो होइन आई मिन सोचिरहेको बेला के आइरहेको थियो तर लास्टमा है राति कस्तो भयो होला खै हेरौँ न तिमी नेपाल गयो भने के गर्छ होला नेपाल गयो भने के गर्छु अब जस्तो तिमी आफ्नो एजेस जान्छ नि त टु डु थिङ्स हुन्छ नि त चेकलिस्ट धेरै छ नि के तिमी के गर्छ भन तिमी सुनाउ न तिमी 3टा सुनाऊ त्यसपछि म 3टा फेरि तिमी सुनाए फर्स्ट 3 थिङ्स पहिला फर्स्ट हुन्छ नि तिम्रो जाने बित्तिकै यो चाहिँ ल डन एन्ड डस्टेड हुन्छ नि गरिदिइहाल्छु बाइक चढेर त्यो रेगुलर कफी सप थियो मेरो त्यहाँ जान्छु होला रेगुलर कसरी भयो अब त्यही रेगुलर भइसक्यो कति पछि चाहिने अनि 1 प्लेट मोमो होला झोल मोमो यति फर्स्ट थिङ्स त्यसपछि त बाइक चढेर चाहिँ जाने फर्स्ट बाइक चढेर तिमी कफी सप त्यहाँ गयो नि त्यो गयो अनि मोमो फर्स्ट 3 घर पुगेपछि होइन घरबाट निस्किँदाखेरि चाहिँ त्यसपछि अब त्यो गर्छु ल अब चाहिँ मन त्यही हो म जान्थेँ क्याफेमा सुरुमा कुन चाहिँ पुरै घर नजिकको जान्थेँ तर एउटा म गयो भने अड्किन्थ्यो होला तर सुरुमा चाहिँ म एक बाइक पुरै घुमेर त्यो रत्न पार्कतिर जान्थेँ होला कि यस्तो कस्तो भएछ त्यो बाटो चाहिँ मलाई पनि जानु मन छ न्यू रोड नयाँ अलिकति अनि पुरानो गल्लीहरू याद छ कि छैन बाइक पुरै बिहानैदेखि जाने हो कि मान्छे बाइकमा मजा आउँछ नि त्यहाँ रिङ रोड छिरेर पुरै घुमेर रिङ रोड बाहिर निस्केर अनि खाजा खाने टाइम अनि त्यो चिया खाने टाइम चाहिँ डाँडामा गएर चिया खाइदिन्छु ओहो स्वयम्भू दामी हुन्छ नि फर्स्ट 3 दिन होइन बाइक लिएर कहाँ स्वयम्भू होइन अर्को डाँडातिर फर्स्ट थिङै त्यही गर्छु म स्याटरडे त्यो हुन्छ एक्टिभिटी अनि त्यहाँ
त्यो भयो चिया खायो सेकेन्ड अनि त्यसपछि खाजा खाइदिनु भयो यहाँ चाहिँ त्यस्तो छैन नि न्युयोर्कमा डाँडा गएर चिया खाने खालको स्पटहरू क्यालीमा चाहिँ रहेछ कि त्यो चाहिँ कहाँ छ क्यालीमा त छ नि त कहाँ हमजाले हामीलाई उता हलिउड देखाउने बेला त थियो नि त त्यहाँ कतिवटा डाँडाहरू त डाँडा त त्यो चिया बनाउने मान्छे थियो नि चिया बनाउनु त कहीँ नै पाउँदैनौ नि तिमीले बोकेर चाहिँ गएर खानालाई चाहिँ होइन बनाउनु चाहिँ हुन्छ त्यहाँ घरमा बनायो टुङ्गेटमा हालेर त्यो पनि होइन क्याम्पिङ हुन्छ नि त्यही त्यो पो मजा आयो त तातो भन्नुभयो चिया खाने चिया खाने बनाउँछौ बनाऊँ न बनाउनु पानी तताउने हो त्यसपछि चियापत्ती हाल्ने चिया खाएर है एकचोटि खाजाको लागि सोच्नु पऱ्यो यस्तै हुन्छ पडकास्ट सुरुमा गर्दा मान्छेहरू त क्या फुल प्रेप्ड हुन्छ यार हामी त्यतिकै ऱ्यान्डम बोलिरहेछ यो चाहिँ हामी अब अहिले चाहिँ हामी लाइट मिलायो नि लाइट टक्क लाइट मिल्यो के बोल्ने थाहा छैन तर बोल्यो त त्यो त अब यत्तिकै engage your audience. How do you engage your audience? रिभ्युजहरू मुभीको रिभ्यू गर्नु पर्ला कुनै दिन मुभीको रिभ्यू तिमीलाई के मन पर्यो के मन परेन मुभी है रिसेन्ट मुभी कुन हेऱ्यौ तिमी म पुरानै मुभीहरू हेरिरहेको छु यार रिसेन्ट के त्यही त पुरानो चाहिँ जुन चाहिँ खतरा यो मुभी चाहिँ दामी मस्ट वाच खालके खै मान्छेहरूलाई मन पर्दैन मेरो टेस्ट मैले अहिले उसको हेर्दैछु उसको एक्टिङ के अरे त्यो कोरियन एक्टर क्या माडङ कुनै के ज्याक छ नि माडङ स्योक त्यसको चाहिँ अस्ति उ हेरेको थिएँ द ग्याङ्स्टर द कप द डेभल कस्तो मलाई त मन पर्यो आफ्टर एजेस अलिकति क्रिमिनल त्यो डिटेक्टिभ खालको मुभी हेरेँ 7 र जोडियाक चाहिँ अलिकति सिरियल किलर खालको बेस्ड भयो नि इन्भेस्टिगेट गर्ने खालके यो पनि समवाट सिरियल किलरकै बारे हो तर यसमा फरक चाहिँ एउटा ग्याङ्स्टर पनि इन्भल्भ हुन्छ एउटा पुलिस पनि इन्भल्भ हुन्छ क्या राम्रो छ त्यो नट ब्याड 7.58 out of 10 मैले कुन मुभी हेरेको छु भने मैले चाहिँ खै त्यस्तै हुन्छ क्या कति धेरै कुन भन्ने खालके कोरियन मुभी अब सबै डिरेक्टर्सहरूको खेल त हो है के न के त सिक्ने क्या डिफ्रेन्ट स्टाइल्सहरू क्या कसरी डिफ्रेन्ट स्टाइल्स छ नि सबै डिरेक्टर्सहरूले अब आफ्नो कन्ट्रीको कल्चर हेरेर बनाउँछ नि त अनि कल्चर एज इन अडियन्स आफ्नो चिन्छ नि त जस्तो इन्डियन मुभिजहरू हेऱ्यो भने कतिवटा सिन हामीलाई यहाँ खालके हुन्छ नि त बट इफ यु गो टु एन इन्डियन सिनेमा अडियन्स विल बी क्रेजी ओभर द सिन द्याट यु थिङ्क इज त्यो चाहिँ मैले लाइभ कहिले देखेको भन्दाखेरि चाहिँ जब त्यो भाइहरूको घरमा गोमजीले हेरेको थियो त्यो मुभी होइन त्यो भाइले अनि शाहरुख खानको एन्ट्रीहरू आउँदाखेरि त तपडी क्या ल म त के भइरहेछ खालके खाना खाँदै भिजेरै हेर्दै गयो त्यो भाइले मुभी अनि त्यो हेरेपछि चाहिँ देयर वाज दिस इन्टरभ्यू एसआरके होइन के अरे त्यो उसको डिरेक्टरको छोरा गट द नेम यार आदित्य होइन आदित्य समथिङ नै होला यश राजको क्या आदित्य राज होला आई थिङ्क आई डोन्ट नो फर जस्तो त्यो बुढोको छोरा उसले नि अब डिडिएलजे बनाउने डिरेक्टर सो उसको इन्टरभ्यूमा थियो क्या लाइक हि गोज टु द मुभी हल होइन अनि टिप्दा रहेछ क्या कुन सिनमा चाहिँ अडियन्सहरूको रियाक्सन एकदम क्रेजी थियो अनि उसको त्यो इयर्स एन्ड इयर्सको रिसर्चले चाहिँ अब इन्डियामा चाहिँ के मान्छेहरूले रुचाउँछ भनेर बुझ्यो नि त सो आई थिङ्क डिफ्रेन्ट कन्ट्रीको डिरेक्टर्सहरूले चाहिँ त्यो चाहिँ बुझेको छ क्या
That's why you'll see very less of music or danceहरू in Hollywood versus Indian cinemas. साउथको स्टाइल पनि डिफ्रेन्ट छ. तर अनि नेपालमा चाहिँ होइन तिमीहरू नेपालमा चाहिँ नेपाली अडियन्सकै लागि भनेर लेखेर सोचेर लेखाएको थियो चाहिँ कुन जस्तै तिमी भन्यो नि त्यो ओ भइरहेको हुन्छ नि कुनै कुनै सिन. त्यो मुभी त होइन नि क्या. इन्डियन सिनेमाज लाइक आई थिङ्क डिरेक्टर्सहरूको फर्स्ट इन्टेन्सन चाहिँ उनीहरूको कन्ट्रीको मान्छेहरूको लागि हुन्छ जस्तो लाग्यो क्या. इन्डियन अडियन्सको लागि बनाएको हुन्छ होइन. अनि तिमी जुनै पनि मुभी बनाऊ लास्टमा देयर इज नथिङ यु क्यान डु नि त. तिमी आफ्नो क्रिएटिभिटी पोर गर्छौ, तिमी आफ्नो मुभी तिम्रो हिसाबले बनाउँछौ अनि लास्टमा चाहिँ तिम्रो जब मुभी एक्सपोर्ट हुन्छ मान्छेले हेर्छ त्यसपछि थाहा हुने हो नि त मान्छेलाई मन पऱ्यो कि मन परेन भनेर. सो मोस्ट अफ द टाइम्स इट्स हिट अर मिस. तर स्टडी इज समथिङ एल्स, रिजल्ट स्पिकिङ इज समथिङ एल्स. इट्स टु डिफ्रेन्ट थिङ्स क्या. इभन फर एन एक्टर जति नै तिमी एक्टिङ प्र्याक्टिस गर देयर इज नथिङ मच यु क्यान डु. तिमीलाई एउटा क्यारेक्टर दिन्छ, एउटा स्क्रिप्ट डिसाइड गर्नुपर्छ, तिमी डायलग्स डिसाइड गर्छौ अनि यु एक्ट. देयर इज नथिङ मच यु क्यान डु. इट्स द अडियन्स हु डिसाइड्स whether they love their acting or not. So as an actor, as a director, the most you can do is pour in your creativity. At the end of the day, it's with the audience. उनीहरूलाई मनपर्छ कि मन पर्दैन. तर अडियन्सलाई के मनपर्छ के मन पर्दैन भन्ने उनीहरूले स्टडी त गर्न सक्छ. सो आई थिङ्क इट्स स्टडी आफ्नै ठाउँमा छ. इट्स अ डिफ्रेन्ट मेथड, डिफ्रेन्ट अप्रोच. सबैको डिफ्रेन्ट हुन्छ स्टाइल, कसरी स्टडी गर्ने, वाट डु दे थिङ्क. बिकज आर्ट हो नि त, इट्स भेरी सब्जेक्टिभ. त्यही भएर त्यो डाइरेक्टर को डाइरेक्टर गएको अरे आदित्य यशराज त्यो चाहिँ अनि हलमा गएर चाहिँ नि एउटा इन्टरभ्यूमा त्यसले भनेको थियो लाइक युज टु गो भनेर. आदित्य चोपडा रहेछ. आदित्य चोपडा या. अनि ऊ अरूहरूको मुभी, अरू डिरेक्टर्सहरूको मुभी पनि हेर्थ्यो. अनि ओ त्यो सिनमा चाहिँ यस्तो गरे हुन्थ्यो भनेर चाहिँ अब फिडब्याक दिँदाखेरि चाहिँ त्यो डिरेक्टर्सहरूले नो आई वाज थिङ्किङ अबाउट इट खालके त्यस्तो हि वाज मेन्सनिङ समथिङ लाइक द्याट. सो आई थिङ्क फर्स्ट इन्टेन्ट चाहिँ उनीहरूको आफ्नो अडियन्स हो. अनि वेन इट्स रिलिज आउट इन द इयर अनि त्यसपछि वेदर पिपल फ्रम अदर कन्ट्रिज लाइक इट अर नट स्पिक्स लेटर क्या. सो फर्स्ट इनिसिएसन चाहिँ उनीहरूको इन्डियन अडियन्सलाई टार्गेटेड हुन्छ आई थिङ्क. बिकज नेपाली मुभीको नेपाली डिरेक्टर्सहरूले पनि अभियसली आफ्नो लाइक नेपाली अडियन्सहरूलाई के चाहिरहेछ, के मन पराउँछ भन्ने हो नि त. वन्स द्याट इज आउट वेदर टु वाच अ नेपाली मुभी अर नट इज अप टु अदर अडियन्स नि त, इन्डियाको अडियन्सहरू. अनि त्यसपछि उनीहरूले हेरेपछि मन पराउने नमन पराउने आउँछ जस्तो लाग्छ मलाई चाहिँ. यस्तो कट पनि हाल्नु मिल्छ नि है एकछिन कटै होइन. म त्यो उ गरे भइहाल्यो नि, कन्भर्सेसन त जारी भइहाल्यो. राम्रो कुरा याद दिलाइरहेको ल है यो गर्नु मिल्छ त भनेर. कन्भर्सेसन गोज अन एन्ड दिस गोज अन. अहिलेदेखि हातमा चल्या भइरहेको मुखमा अघिदेखि चिलाइरहेको थियो. अर्को पनि छ क्या फेरि यहाँ. अहिले मैले अघि ट्राई नै गरेँ नि राम्रोसँग. त्यो त मन परेन क्या. भुक चाहिँ लाग्यो. कति भयो होला हामीले रेकर्ड गरेको? त्यहाँ रेकर्ड भएको चाहिँ छैन, एकचोटि चेक गर्ने. आधा घन्टा त भयो. यो त डेट छ. Alright, peace out. First episode ends here.